Hello guys, welcome to another new video. हामी चाहिँ आज खाने पानीको पाइप बनाउन जाँदैछु। यहाँ म चाहिँ एउटा खुर्पा खोजेको के अँध्यारो रहेछ यार। भौजू घर फेरि खुर्पा पनि छैन क्या। ओए कान्छ खुर्पा छैन रहेछ त यार। खुर्पा कान्छा खुर्पा छैन त। खुर्पा चाहिँ ठ्याक्कै दिनको कति 2 बजे अरे 2 बजे छ। हाम्रो गाउँको भ्यू चाहिँ यस्तो छ गाइस। फेरि यो चाहिँ हाम्रो हाटोल भन्छ, माथिल्लो टोल। अनि यहाँबाट मुनि चाहिँ उयो तल झन्डा देख्नेसम्म गुङटोल, बिच्चोको टोल। अनि त्यस पछाडि अरू भनेको यहाँ तल के अरे तल खै राम्रोसित नदेख्दो रहेछ के अरे। यहाँ तल भने चाहिँ कस्तो गलेको हौ। यस्तो बवाल भ्यू छ फेरि आजको मौसम। पाइप चाहिँ यहाँ छ। यत्रो पाइप लानुपर्ने हुन्छ तर कसरी लाने भन्ने कुरो भयो कि यहाँ आएर चाहिँ फेरि लाने त लाने गाह्रो पो हुन्छ यार यो पाइप लान त। कहाँ माथि पुग्नुपर्छ। पाइप चाहिँ यहाँ रहेछ। यो कसरी लान्छ यार यति धेरै। कान्छ उताबाट आउँछ तान्नु पर्ने हुन्छ नि। तर कसरी लाने कि यति धेरै। अहिले फ्ल्याट गरेर आउँछ। यस्तो पसिना आइसक्यो यार। पाइप चाहिँ 2टा छ यता, तर बढी होला है जस्तो लागिरहेछ यार मलाई। पाइप यता पनि छ, यता तानिरहेछ मिलनले। एउटा म तानिरहेको छु, एउटा साथी चाहिँ खुर्पाकेहरू काट्नलाई भरि जोड्नलाई सामान ल्याउँदैछ। यस्तो गाह्रो हुन्छ यार। साह्रो बालिका हो। कहाँ भयो भने अनि यो पुरै तान्नु पर्यो नि। अब अलिकति तानेर हिँड्यो भन्दैन। फाइनली हामी चाहिँ यहाँ पानी जोड्ने ठाउँमा आइपुगेको छ। यस्तो गाह्रो भयो नि होइन। यस्तो जङ्गल छ कि फेरि यहाँ चाहिँ उतापट्टि चाहिँ बवाल छ। यता के कराइरहेको छ क्वाक क्वाक चाहिँ। यस्तो हालतमा पानी बनाइरहेछ यहाँ। यस्तो भिरमा यार, यस्तो भिर छ चढ्ने। अनि कस्तो कान्छ रुइसक्यो त्यहाँ। पक म माथि जान्छु। यस्तो जङ्गलबाट पाइप छिरायो। अब यहाँ पुऱ्याएर यस्तो जङ्गल छ यार पुरै। बाघको बच्चा हो क्या, म्याउ म्याउ गर्छ त ओइ। डमरू रहेछ ओइ।